नमस्कार यहाँहरू सबैजनालाई। अघिल्लो भिडियोलाई कन्टिन्यू गर्दै पार्ट 2 मा आज हामी सुयोग ज्योतिष सफ्टवेयरबाट कसरी कुण्डली बनाउन सक्छौँ भन्ने बारेमा केही कुराहरू राख्न गइरहेको छु। तपाईँले इन्स्टल गर्नुभएको छैन भने योभन्दा अघिल्लो भिडियो प्लेलिस्टमा हेर्नुहोला र डाउनलोड गरेर इन्स्टल गर्नुहोस् र रेजिस्टर गर्नुहोस्। त्यसपछि यो एउटा सुयोग ज्योतिषको आइकन तपाईँले यहाँ देख्नुहुन्छ। यसलाई डबल क्लिक गरेर खोल्नुहोला। सफ्टवेयर खुल्दैछ। त्यसपछि यो एउटा इन्टरफेस तपाईँले देख्नुहुन्छ होइन। अनि यहाँ यो लेफ्ट साइडमा यहाँ केही मेन्युहरू छन्। यो भिडियोमा म विशेष गरी यो कुण्डली मेन्युमा मात्रै फोकस गर्नेछु र कसरी तपाईँले नयाँ कुण्डली बनाउन सक्नुहुन्छ भन्ने बारेमा म केही कुरा भन्न गइरहेको छु। यसमा यो नाम, थर र जति पनि अप्सन्सहरू छन् यो सबै तपाईँले भर्नै पर्छ भन्ने होइन, तर जति धेरै अप्सन्सहरू तपाईँले युज गर्नुहुन्छ तपाईँलाई पछि कुण्डली खोज्न सजिलो हुन्छ। त्यसैले जसरी म यहाँ अब उदाहरणको लागि होइन एउटा नाम राख्न गइरहेको छु, जस्तो भनौँ राम श्रेष्ठ भने उसको अब विवाहित हो कि अविवाहित हो यो कुराहरू तपाईँले यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ। पुरुष महिला सिलेक्ट गर्न सक्नुभयो। फोन नम्बर पनि राख्न सक्नुहुन्छ। फोन नम्बर राख्नु भइसकेपछि उसको के पेसा हो त तपाईँलाई पहिले नै थाहा छ भने त्यो पेसा राख्न पनि सक्नुहुन्छ, नभए अदर यो यतिकै छोडिदिनु भए पनि हुन्छ। यीमध्ये यो कुनै पनि तपाईँको लागि म्यान्डेटरी होइन अथवा तपाईँले यो भरिरहनु पर्दैन है। नेक्स्ट अब कुण्डली बनाउनको लागि सबभन्दा महत्त्वपूर्ण भनेको तपाईँको जन्ममिति र समय हो। अनि यो आइकन यहाँ मिति समय परिवर्तन भनेर जुन छ यसमा तपाईँले क्लिक गर्नुभयो भने यो क्यालेन्डर जस्तो इन्टरफेसमा यो एउटा खुल्छ है। अनि यहाँ विक्रम सम्वतबाट पनि चेन्ज गर्न सक्नुहुन्छ र इस्वी सम्वतबाट पनि तपाईँले जन्ममिति दिन सक्नुहुन्छ। जस्तै कि मैले विक्रम सम्वत अब मानौँ 2070 साल कुनै महिना जस्तो जेठ महिना भने जेठ 15 गरेँ। त्यसो गर्दाखेरि यो इस्वी सम्वत पनि डेट कन्भर्ट भइरहेको छ। र सजिलो कुरा के छ भने अब कसैले जेठ 15 गते मेरो बिहिबारको दिन थियो भन्ने खालको कुरा गर्नुभयो भने यो यही क्यालेन्डरबाट नै तपाईँले हेरेर होइन जेठ 15 गते त बुधबार पर्छ भनेर उहाँहरूलाई भन्न सक्नुहुन्छ। अथवा उहाँले मेरो जन्म जेठ 25 गते थियो तर त्यो दिन तृतीया थियो भन्नुभयो भने होइन जेठ 25 गते त पूर्णिमा हो भन्ने कुराहरू तपाईँले यहीँबाट कन्फर्म गर्न सक्नुहुन्छ। र योभन्दा अगाडि बढ्ने कि नबढ्ने अथवा डेटलाई पहिला कन्फर्म गर्ने कि नगर्ने भन्नको लागि यो एउटा क्यालेन्डरको यो विन्डोले चाहिँ सहयोग गर्नेछ भन्ने मलाई आशा छ है। त्यसपछि अर्को अब तपाईँले जन्म समय पनि यहाँबाट सेलेक्ट गर्न सक्नुहुन्छ। कुनै एउटा समय छान्नुहोला, घन्टा, मिनेट र सेकेन्ड होइन। यो छानिसक्नु भएपछि यसलाई ओके गर्नुहोस्। त्यसपछि यसले व्यक्तिको जन्म ठेगाना भर्नुहोस् अथवा नक्साबाट ठाउँ छान्नुहोस् भनेर एउटा सोध्छ, तपाईँलाई भन्छ। जुन चिज तपाईँले अब यहाँ नक्सामा क्लिक गर्नुभयो, जस्तो यो बटनमा नक्साबाट लिने भनेर क्लिक गर्नुभयो भने तपाईँले अब कहाँ छ त त्यो मान्छेको जन्म, जस्तो धरान भन्यो भने अब यो माउसले जुम इन गर्दै होइन धरानमा क्लिक गर्न सक्नुहुन्छ। र धरानमा क्लिक गरिसकेपछि यसले देशान्तर अक्षांश यो आफै नक्साबाट क्लिक गर्दाखेरि यसले यहाँ देखाउँछ नै। र टाइम जोन पनि तपाईँले धरान क्लिक गर्नु भएको हुनाले यसले काठमाडौँ सेलेक्ट गरेको छ। तपाईँले जस्तो धरान नगरिकन मानौँ अब इन्डियाको कुनै ठाउँ जस्तो मानौँ कि यो भोपाल भन्ने ठाउँमा क्लिक गर्नुभयो भने यसले टाइम जोन अटोमेटिकली इन्डियाको टाइम जोन देखाएको छ र यो देशान्तर अक्षांश पनि त्यही अनुसारले चेन्ज भएको छ। अनि अर्को प्रमुख कुरा गणनाको लागि चाहिँ जस्तो तपाईँले के सिद्धान्त प्रयोग गर्ने त, जस्तो दृगबाट जानुहुन्छ अथवा प्राचीन सूर्य सिद्धान्त अथवा मकरन्द सूर्य सिद्धान्त के चलाउनुहुन्छ यो तपाईँकै आफ्नै रोजाइको कुरा भयो। मैले चाहिँ मकरन्द सूर्य सिद्धान्त प्रयोग गर्ने गरेको छु विशेष गरी। अब यति इन्फर्मेसन दिइसक्नु भएपछि तपाईँले कुण्डली बनाउनेमा क्लिक गर्नुभयो हुन्छ र यही अनुसारले तपाईँको कुण्डली तयार भयो। अब यसमा एकदम पहिलो भेरिफिकेसन भनेको जस्तो कुण्डलीको समय छ बेलुकाको 6:15 भनेपछि बेलुकाको 6:15 सूर्य यस्तै यो छैटौँ, सातौँ या आठौँ भावमा होइन यही तिनवटा भावमा पर्नुपर्छ र यो अहिले यसले देखाइरहेको हुनाले यो करेक्ट छ भनेर बुझ्न सकियो। र अर्को हिसाबले फेरि हेर्दाखेरि जस्तो यही मिति समय परिवर्तनमा तपाईँ जानुभयो, तपाईँले सेलेक्ट गर्नुभएको थियो 15 जुन भनेको पञ्चमी अथवा षष्ठी जुन तिथि परेको छ। पञ्चमी भनिसकेपछि यो तपाईँको कृष्ण पक्षको पञ्चमी हो।
भनेपछि तपाईँको चन्द्रमा कहाँ हुन्छ त भन्दाखेरि अ, सूर्यतिर नजिक आउँदै गरेको छ भनेर बुझ्नु पर्यो होइन। अब तपाईँको शुक्ल पक्षको भइदिएको भए चन्द्रमा सायद यतातिर हुन्थ्यो शुक्ल पक्षको पञ्चमीमा। र यसरी बुझ्नु पर्यो यो ठिक छ क्यालकुलेसन भनेर एटलिस्ट दुईटा कुराले पाउनु भयो। र यसमा कुण्डली बनाइसकेपछि अर्को कुरा ग्रहको डिग्री तथा अन्य जानकारीहरू यहाँ छन्। अब यसमा अरू सफ्टवेयरमा भएका जस्तै नै हो सबै कुरा। तर नयाँ कुरा एउटा के छ भने यहाँ एउटा सानो यो गुरुको लागि अलर्ट जस्तो साइन यहाँ देख्नुभएको छ र यहाँ पदमा पनि यो अलर्ट जस्तो साइन देख्नुभएको छ। यसको अर्थ चाहिँ जस्तो तपाईँले अब भनौँ न गुरु 0 डिग्रीमा छ, यो भर्खर नै राशि चेन्ज गर्दै गरेको भएर यो सन्धिबाट अगाडि बढेको हुनाले यसमा चाहिँ अलर्ट देखाएको हो। अब यो यसले किन यसलाई तपाईँले किन विचार गर्नुपर्छ भने यदि अब यो साल परिवर्तन भएको भए जस्तो 2013 नभइकन यहाँनिर होइन 2014 भएको भए तपाईँको त्यो गुरुको पोजिसन चेन्ज हुन्थ्यो नै हुन्छ नै। अनि त्यसले गर्दाखेरि गुरु अब सन्धिमा छ कि छैन भन्ने कुरा कन्फर्म गर्नको लागि चाहिँ यो अलर्टले तपाईँलाई आइडिया दिन्छ कि के हो भनेर। अब विशेष गरी यसमा भन्दा पनि जस्तो लग्नमा भएको भए अझ सजिलो हुन्थ्यो। जस्तो कि मैले अब केही मिनट पछाडि गएँ भने होइन केही मिनट जस्तो म 5 मिनट यसमा पछाडि सार्छु टाइमलाई 5 मिनट सार्दा यो लग्न गइरहेछ। अब लग्न जस्तो अब यहाँ हेर्नुहोस् अब यो लग्न एकदम सन्धिको वरिपरिमा छ 1 डिग्रीमा छ भनिसकेपछि तपाईँको आँखाले यो टिप्नु पऱ्यो कि यो सन्धिको वरिपरि छ। यो टाइमलाई मैले एकचोटि फेरि करेक्सन गर्नुपर्छ कि भन्ने किसिमले चाहिँ सोच्नु होला भन्नको लागि यो अलर्ट यहाँ दिएको हो। र यो अलर्ट तपाईँको नक्षत्रमा पनि देखिनुहुन्छ, तपाईँको पदमा पनि देख्नुहुन्छ। जस्तो कि मैले अब 5 मिनट फेरि अगाडि लगेँ भने होइन जस्तो यहाँ अब अनुराधा नक्षत्रको अगाडि मतलब यो सन्धिबाट जस्ट कटेर अगाडि बढेको छ यो नक्षत्रमा या पदमा पनि भर्खर मात्रै अगाडि गएको छ भनेर यसले बुझाउँछ। अब यसलाई मैले अझै अगाडि बढाएँ भने सायद यसले तपाईँलाई यहाँ पछाडिपट्टि पनि देखिन्छ किनभने यो अर्को सन्धि आउँदैछ है एकदम सन्धिको नजिक छ दोस्रो सुरु हुन आँटेको छ पद भन्ने आइडिया दिएको हो यसले चाहिँ तपाईँलाई यो टाइमिङले। यसरी नै कुण्डली बनाउनुहोस्। त्यसपछि यही पेजमा होइन कुण्डलीको यो कलरहरू र जस्तो यो मैले माउस ओभर गरिरहेको छु यसको अर्थहरू के हो भन्ने बारेमा चाहिँ म अर्को एउटा तेस्रो भिडियोमा यो पछिको भिडियोमा म बताउने छु। अहिलेको लागि यति नै। धन्यवाद।